हेलो हेलो साथीहरू, झोरले अनि नमस्कार। आज पनि म स्कुल जाँदैछु साथीहरू। अनि आज चाहिँ हाम्रो स्कुलको चाहिँ लास्ट डे होइन। हाम्रो टिचिङ चाहिँ आज सकिन्छ साथीहरू। टिचिङहरू सकेर पनि आज चाहिँ हाम्रो बिदाइको दिन हो र म चाहिँ स्कुल जानुको लागि अटोमा बसिसकेँ होइन। र आज चाहिँ बिदाइको दिन भएको भएर चाहिँ अलिक ढिलो नै निस्किएँ क्या, दिउँसो पख मात्रै निस्केँ रुमदेखि पनि। अनि यतातिर यस्तो राम्रो मौसम भएको होइन, एकैछिनमा अलिक पर पुग्दाखेरि यस्तो क्या साथीहरू, हेर्नु न आमामा। अनि एकैछिनमा पुरा असिना पानी परेर असिना पानी हिलोले हालत एकदमै खराब भइसकेको थियो। अनि कस्तो थियो साउन्ड म हजुरलाई सुनाउँछु है। अनि म चाहिँ त्यही पसलनिर बस्नु परेको थियो क्या साथीहरू, उताभित्र जानु सक्ने हालत नभएको भएर। अनि भाले चाहिँ पुरा उभि उभि निदाइरहेको थियो। अनि त्यसको साइडमा चाहिँ डोकोभित्र त्यो भालेको गर्लफ्रेन्ड पनि दिएको थियो। अनि एकछिनपछि चाहिँ पानी अलिकति कम भयो जस्तो चाहिँ लाग्यो होइन। अब चाहिँ स्कुल जानुपर्छ भनेर म चाहिँ साथीलाई छाता लिएर बोलाएँ अनि स्कुल गएँ। स्कुल पुगेको एकैछिनमा हेर्नु न साथीहरू, पुरा मौसम चाहिँ पुरा खुल्ला खुल्ला भइरहेको क्या, घाम लागेको होइन, पुरा उज्यालो मौसम भइदिरहेको क्या। अनि अघि आउँदाखेरि चाहिँ यति गाह्रो भयो। खासमा यो भिडियो चाहिँ हिजोको हो, 2 गतेको होइन, असार 2को। तर मैले चाहिँ भोइस कभर गरेर एडिट गरेर चाहिँ आज पोस्ट गर्दैछु र यतिको पनि आगमन भइसकेको। फोनै नउठाउने कहाँ छ तिम्रो फोन? कतिचोटि यो फोन गरेको हेर, फोनै नउठाएर। यता फुलबारीको गेटतिर, फुलबारीको चोकतिर चाहिँ असिना खानेहरूमा चाहिँ यिनीहरू पनि परेका रहेछन्। त्यसपछि एकछिनपछि चाहिँ हाम्रो कार्यक्रम पनि सुरु हुन्छ। सबैजना सरहरू आएर आफ्नो आसन ग्रहण गरिसक्नु भएको छ र त्यसपछि हाम्रो कार्यक्रम सुरु भए लगन्तै चिया र बिस्कुट पनि आइसकेको छ र हामी चाहिँ चियाको चुस्की लिँदै बसेका छौँ होइन। अनि कार्यक्रम चाहिँ चलि नै रहेको छ कन्टिन्यू। र एकछिनपछि चाहिँ हाम्रो टिका र खादाको पालो आउँछ साथीहरू। र सबैजना साथीहरू चाहिँ पालै पालो गएर चाहिँ टिका र खादा माला ग्रहण गरिन्छ। र कार्यक्रमलाई कन्टिन्यू अगाडि बढाउँदै सरले चाहिँ केही कुराहरू आफ्ना मनमा लागेका कुराहरू चाहिँ सेयर गर्नको लागि भनेर चाहिँ अगाडि बोलाउनुहुन्छ र म गएर चाहिँ केही कुराहरू सेयर गर्छु। र के कुराहरू सेयर गरेँ भन्ने कुरा चाहिँ हिजोको भिडियोमा गएर हेर्न सक्नुहुन्छ। र हाम्रो कुराहरू सेयर गराइसकिसकेपछि हाम्रो प्रिन्सिपल सरले पनि आफ्नो केही कुराहरू राख्नुभयो र त्यस पश्चात चाहिँ हाम्रो कार्यक्रम चाहिँ समापन भइसकेको छ साथीहरू। र हामी चाहिँ सबैजना निस्केर सरहरूसँग अनि ग्रुपमा पनि अनि सिङ्गल पनि फोटोहरू खिचेर चाहिँ भ्याइसकेको छ। र फोटो पनि मैले आज अघि नै पोस्ट गरिसकेको छु साथीहरू, त्यहीँ गएर हेर्न सक्नुहुन्छ हामी चाहिँ कस्तो कस्तो फोटोहरू खिच्यौँ त भनेर। अनि अब चाहिँ हामी जानुपर्ने हुन्छ साथीहरू घरतिर। अनि घर फर्किनको लागि चाहिँ हामी सबजना साथीहरू गेटमा आयौँ। सबजना आफ्नो आफ्नो बाटो लागियो त्यहाँदेखि होइन। अनि म र एकजना साथी चाहिँ ओह्रालो लागियो होइन, सिँढीमा हिँड्दै हिँड्दै ओह्रालो लागियो। अनि मेरो चाहिँ आज बजारमा अरू कामहरू पनि भएको हुनाले म चाहिँ अटो चढिनँ होइन, यहीँ नजिकै काम थियो कि। अनि अघि त्यस्तो मौसम हेर्नु न साथीहरू, अहिले नै यति सफा यति दामी भ्यू देखेको छ क्या। फेरि अघि चाहिँ पुरा अँध्यारो दाम्म भएको थियो, अहिले चाहिँ पुरा क्लियर अनि राम्रो देखेको छ क्या। अनि एकछिनपछि चाहिँ बजारमा मैले आफ्नो कामहरू सकेँ होइन। अनि त्यो काम सकिसकेपछि साथीलाई चाहिँ लिन बोलाएँ। अनि स्कुटीमा साथीसँग चाहिँ म घर फर्केँ। अनि आजको चाहिँ हाम्रो बिदाई, आजको त के भन्नु साथीहरू, हिजोकै यानि कि असार 2 गतेको हाम्रो फेयरवेल कार्यक्रम पनि यसरी समापन भयो। अनि त्यही नै हो। अब चाहिँ सी यू इन द नेक्स्ट भिडियो साथीहरू, बाई बाई। अनि धेरै धेरै माया सम्पूर्णमा। थ्याङ्क्स फर वाचिङ।